हेलो गाइज नमस्ते। आज फेरि पनि म आइपुगेको छु तपाईँहरूको साथमा रमाउनको लागि र तपाईँहरूलाई थोरै कोरिया घुमाउनको लागि। आज पनि म उपस्थित भएको छु। हामी आज पनि सुवन जानको लागि सङ्गवान योगमा छौँ। सङ्गवान योग भनेको 1 नम्बर रेलको मेट्रो लाइनमा पर्छ, 1 नम्बर लाइनमा पर्छ। हामी यता छनान हुने बाटोबाट सङ्गवानबाट हामी सुवनतर्फ जाने क्रममा सङ्गवान योगमा अहिले चाहिँ छन्छल कुदेर बसिरहेका छौँ। म र मेरो प्रिय यसरी हामी एकैछिन यहाँ कुर्छौँ होइन। दौडेर आएको नि हामी अघि आउँदाखेरि तर यहाँ आउने बेलामा चाहिँ रेल अगाडिको गइसकेछ। त्यही भएर एकैछिन रेल कुद्न पऱ्यो भनेको कुरेर बस्यो। बस्दा पट्याएर लगाएँ मैले। त्यसपछि अनि म चाहिँ भिडियो बनाउँछु भनेर भिडियो बनाएँ। टक्क हाम्रो रेल पनि आइपुग्यो। रेल आयो। अब हामी चाहिँ चढेर यसमा चढेर यो चाहिँ लोकल हो। प्रत्येक स्टेसनमा रोक्दै हिँड्ने खाले रेल हो। टक्क भित्र बसेको सिटहरू चाहिँ टन्नै बाँकी रहेछ। अनि त्यसपछि एक ठाउँमा गएर बुढाबुढी टक्क बस्यो होइन। त्यसपछि म चाहिँ अब भित्र चाहिँ बनाउनु पाइन्न नि त, भित्र खासै भिडियोहरू बनाउनु पाइन्न। त्यही भएर मैले बाहिरको सिनहरूलाई चाहिँ हल्का फुल्का क्याप्चर गर्दै जान लागेँ। अब यसो बुढाबुढी पनि कस्तो देखिनु पऱ्यो। त्यही भएर तर नि मैले आज चाहिँ अब कोरियामा जाडो लाग्न थाल्यो। खेतमा केही पनि हुँदैन, खेतबारीहरू सबै बाँझा जस्ता। धान रोपेर निकालेपछि सबै अब खाली खेत। यो रेलवे लाइनको वरिपरि कृषि फार्महरू अनि खेतहरू टक्क तीन मात्रै रहेका छन् है। यो हाम्रो एरियामा चाहिँ टक्क खोलोमा यो यस्तो मजाले यो चाहिँ सेतो चाहिँ परालको हो है, परालको डल्ला। यो सेतो चाहिँ परालको डल्ला। यिनीहरू गाई फार्महरू हुन्। यो सब गाई फार्महरू हो। कोही दुध दिने गाई, कोही मासु खुवाउने गाई। टक्क यो परालको लागि पराल पुरै व्यवस्थित रूपले माडेर राखेको छ। यहाँ चाहिँ हामी अब हिँड्दै के गर्ने त भन्दाखेरि अब टक्क बाहिरपट्टिको दृश्यलाई देखाउने भनेपछि होइन, भित्र त खिच्न पाइएन। त्यही भएर मैले टक्क बाहिर देखाउँदैछु तपाईँहरूलाई। हामी चाहिँ सङ्गवानबाट सुवनसम्मको यात्रामा बाहिरको दृश्य देखाउँछु मैले। अब यहाँ रेलको बाटा पनि थोरै भएर पुरै रेलका बाटा बनाएका छन्। मैले सिसाबाट भित्र देखिराखेको चाहिँ यो स्टेसनमा आइएको बेलामा मैले भित्र चाहिँ खिचेको छैन गाइज, बाहिर मात्रै खिचेको छु। फेरि भित्र खिचेछ मुर्दारले भन्ने होइन कसैले पनि। मैले बाहिर मात्रै खिचेको छु, म रेलभित्र चाहिँ खिचेको छैन। अब रेल हिँड्ने अब अर्को स्टेसनमा आइपुग्यो। अब प्रत्येक स्टेसनमा रोक्छ। त्यही भएर हाम्रो बुढीले चाहिँ एकदम छोरीसँग कुराकानी गरेर बसिरहनु भएको थियो होइन। मैले चाहिँ टक्क भिडियो खिचिराखेको थिएँ। बिस्तारै रेल पनि भिड हुँदै गयो। बाटोमाथि बाटो फेरि हेर्न कस्तो दामी हो कि जताततै बाटो विकास हुने के हो भन्ने कुरा यहाँ आएर हेर्नुपर्छ कि डाम्नाहरूले। के गर्नु होइन, हाम्रो देश त्यस्तै छ। अब हामीले भनेर पनि भएन। अर्का विदेशमा बसेर हाम्रो देश यस्तो उस्तो भनेर भन्दा पनि फेरि होइन। तर देशको स्थिति हेर्दाखेरि चाहिँ दुःख लाग्छ। अब यी अपाटहरू टक्क होइन बाटोको छेउतिर अपाट भएको ठाउँमा आइहाल्यो फेरि होइन। अब यस्तै छ। खोलाहरूलाई चाहिँ व्यवस्थित रूपले राखेको छ। कम्पनीहरू व्यवस्थित छन् होइन। सबै कुरा आफ्नै सोचले एकदम व्यवस्थित छ। जताततै सबै कुरा। अब नेक्स्ट स्टेसन फेरि खेतहरू होइन। खेत यस्तो अब सबै केही पनि हरिउँदैन क्या यहाँ चाहिँ अब होइन। यहाँको जाडो सिजनमा चाहिँ केही कुरा पनि हरिउँदैन, सबै मर्छ। अब तरकारीहरू फलफुलहरू चाहिँ फिनिल हाउसभित्र, ग्रिन हाउसभित्र, प्लास्टिक हाउसभित्र मात्रै बाँकी हुन्छ र सल्लाहको बुटाहरू पनि हरियो रहन्छ। त्यही भएर कोरियामा चाहिँ सल्लाहलाई एकदम धेरै महत्त्व दिन्छन्। फेरि अर्को स्टेसन कटिसक्यो हामी अहिले चाहिँ हामी ओसान्ते आक्योतिर आइपुग्यो। ओसान्ते आक्यो कटिसकेपछि सर रेल हिँड्दैछ। मैले चाहिँ अब यो अलिक अर्कै किसिमको भवन देखेँ। त्यही भएर फाटै भिडियो बनाइहालेको थिएँ त्यति बेला। हाम्रो फेरि एकचोटि
बुढाबुढी देखिनु पऱ्यो बिचमा भनेर मैले चाहिँ क्यामेरा यतामा हामीतिर मात्रै फर्काएर एउटा खिचेँ। हामी टक्क सुन आइपुग्यो होइन। अब झर्ने बेला भयो। जाम झरम भन्दै हो बाहिर निक्लिँदाखेरि त थोरै भिड रहेनछ। ओहो अनि अब तल बाहिर निक्लिनलाई लाइन बस्नुपर्ने पुरै। यसो यता हेर्दैन त भनेको थिएँ बुढीलाई, त्यही भएर हेर्नुभएको थिएँ। टक्क सुन जगबाट हामी चाहिँ बाहिर निक्लिने क्रममा छौँ। अब यो लिफ्टबाट सर्र झरेर निक्लिने बाहिर निक्लिनेलाई हामी लिफ्टमा चढेर जाँदैछौँ। जाँदै अब यस्तो छ नि त, यहाँ त पुरा व्यवस्थित छ नि त होइन। टक्क कता के हेर्ने कस्तो गर्ने भन्ने कुरा सबै यहाँ लेखिदिएको हुन्छ होइन। कहाँ जाने के गर्ने। अब यहाँ सुवनबाट फेरि कोरियाको प्रत्येक ठाउँको लागि प्रायः रेलहरू लाग्ने ठाउँलाई रेल पाइन्छ कि। हामी टक्क हाम्रो कार्ड देखाएर यहाँबाट बाहिर निक्ल्यौँ। कार्ड नदेखाइकन चाहिँ त्यो गेटबाट बाहिर निक्लिनु दिँदैन। एकै फुड हलतिर आइपुग्यौँ, एकै प्लाजाको मुनिपट्टि। अनि ठ्याक्क टेकनारायण सर आइपुग्नु भयो। टेकनारायण सरलाई पनि भेट्यो। अनि टेकनारायण सरलाई भेटेपछि हामी चाहिँ अब उतातिर जानुपर्छ भनेर त्यो राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानको कार्यक्रममा चाहिँ जाऊँ न त एकछिन भनेर भेटघाट रेस्टुरेन्टतिर लाग्ने विचार गर्यो। त्यहाँबाट हामी टक्क होइन भेटघाटतिर लाग्न थाल्यौँ। भेटघाटमा आइपुग्यो कि ठ्याक्कै हामी होइन। त्यहाँ भेटघाटमा जाँदाखेरि त अनि हलमा हो भन्ने कुरा भयो। कता हो हल भन्ने पनि थाहा थिएन नि त मलाई त पहिला। अनि त्यसपछि टेकनारायण सरले सोध्नु भएछ। अनि त्यसपछि हामी चाहिँ यहाँ आइपुग्यो, कार्यक्रम भइरहेको स्थलमा आइयो। अनि त्यही बेलामा ठ्याक्क अमृत गुरु भेट्नु भएको कि होइन। अनि म त भ्लगर भयो नि त म त भनेर भ्लग बनाउँदैछु भनेर एकछिन हाँसो भयो हाम्रो होइन। अनि त्यसपछि हामी कार्यक्रमबाट निक्लेर फेरि एकै प्लाजातिर यसो सपिङ हान्दिउँ न त भनेर हिँड्दैछौँ। टक्क हिँड्दै अब हिँड्दै अब के गर्नु त होइन, यसो देखाउनु त पर्यो सबै कुरा। आफू मात्रै हिँडेर त भएन। यसो एकै प्लाजाको टपमा आइपुग्यो हामी होइन। एकै प्लाजामा यस्तो दामी छ कि माथि चाहिँ होइन। टक्क सिनहरू जस्तो फोटो खिच्ने जस्तो ठाउँहरू होइन। टक्क म चाहिँ अलि अगाडि पुगेको थिएँ। टेकनारायण सर र मेरो प्रियसी चाहिँ अलि पछि आउनु भएको थियो। टक्क माथि गयो एकैछिन त्यहाँ उतातिरको साथी सुर्खेततिरको साथीहरू पनि भेट्नु भयो। टेकनारायण सरसँग कुराकानी भयो। अनि त्यसपछि यो कारहरूको एक्सपेरिमेन्ट गर्ने ठाउँमा पनि पुग्यो हामी होइन। यो बच्चाहरूले मान्छेहरूले आफूले बनाएको कारहरू आफ्नो तरिकाले आफ्नो स्पिडमा कुन चाहिँ छिटो जान्छ त भनेर कम्पिटिसन गराउँदो रहेछन्। हामीले अस्ति चाहिँ हेरेको थियो, आज चाहिँ त्यस्तो रहेनछ, खाली रहेछ। त्यसपछि हामी टक्क त्यहाँबाट तलतिर झऱ्यो। झरिसकेपछि झर्दैछौँ हामी अब टक्क होइन। अब यताउता गरेर हेर्दैको टक्क अलि तलतिर झर्दाखेरि चाहिँ त्यो कछुवाहरू सर्पहरू राखेको ठाउँ रहेछ कि। खतरा चिजहरू रहेछन् होइन। त्यहाँ पुग्यो अनि कछुवाहरू सर्प हेऱ्यो होइन। टक्क किनभने त्यो अवशेषहरू पुरानो चिजहरू देख्न अब अलिकति बाहिर देख्न नपाइने चिजहरू हुन्छन् नि, साना जनावरहरू। अनि त्यसपछि टप कपडाहरू यसै हेऱ्यो होइन। त्यसैतिर हेर्दै थिएँ म चाहिँ खासै मन परेन भन्ने कुरा भयो। त्यहाँबाट निक्ल्यो। तल आइसकेपछि अब चाहिँ हामी अब थोरै सपिङ गरिसकेको थियौँ। अनि त्यहाँबाट अब साँझ पनि पऱ्यो, अब छुट्टिनु पर्छ भनेर हामी छुट्नलाई यो टियान सरलाई बिदाई गरेर यस्तै टक्क होइन हामी बुढाबुढी लाग्यो सुवनबाट सङ्गवान जाने रेल चढ्नतर्फ लाग्यो। टक्क बुढीले चाहिँ आफ्नो कार्ड रेडी गर्दै हुनुहुन्छ होइन। आफ्नो
कार्ड देखाएर त्यहाँ टक्क छुवाएर जानुपर्छ नि त। म पनि निक्लेँ अनि टक्क गइयो माथि रेल चढ्ने ठाउँमा पुग्नै लाग्यो हामी अब ठ्याक्क होइन। त्यो यति लिफ्टबाट माथि यति जाने बित्तिकै ठ्याक्क रेल आउने ठाउँमा पुगिन्छ। यो सर र लिफ्ट चाहिँ हिँडेको देखिरहन्छ कि होइन, त्यही भएर अब चाहिँ आइपुग्यो हामी टक्क रेल चढ्ने ठाउँमा आइयो। आज चाहिँ खासै भिड थिएन यहाँ रेल चढ्ने ठाउँमा चाहिँ, रेल पनि ठ्याक्कै आइपुग्यो। तर भित्र जाँदाखेरि चाहिँ मान्छे लास्टै धेरै होलान् जस्तो चाहिँ हुन्छन् कि यहाँ जहिले पनि हुने होइन, आज पनि होलान् जस्तो त लागेको थियो मलाई। यसो हेरेर विचार गरेको मान्छे त ओहो सिट त पाइन्न क्यारे भने फेरि अब दिनभरि डुलेको खुट्टा दुखेको फेरि उभिएर अब यस्तो भिडभाडमा फेरि अब भिडियो सिडियो बनाउनु पाइन्न नि त। त्यही भएर मैले चाहिँ रेलमा भित्रको केही पनि भिडियो बनाइनँ। अब यति मात्रै हो हाम्रो रेलभित्रको। त्यसपछि हामी टक्क अब सङ्गवन आइपुग्यो होइन। सङ्गवन आएर अब झर्ने बेला हुन लाग्यो, झरिसकेर अब माथि निक्लिने बेला हुन लाग्यो होइन। स्टेसनबाट टक्क माथि निक्लेर यहाँ फेरि लिफ्ट छैन, यस्तो झ्याउ लाग्दैन। त्यसै त त्यो उम्बेर आएको वहाँबाट अब हिँड्दा अब त्यसपछि च्याउ मात्रै भयो होइन। त्यही भएर खुट्टा दुखेको बेलामा हिँड्न पर्यो टन्नै यसरी स्टेपहरू चढेर ल ट्र्याक्कै भयो थकै लाएर। त्यसपछि चाहिँ अब हामी यहाँबाट यो गेटबाट त निक्लिनै पर्यो। यो गेटमा चाहिँ जहिले पैसा बुझाउने, सुरुमै पैसा बुझाउने, अन्तिममा पनि अब यहाँ आएँ भनेर जानकारी दिने गर्नुपर्छ के अरे यहाँ फेरि होइन। अब त्यसपछि टक्क अब चाहिँ यहाँबाट बाहिर निक्लेपछि चाहिँ हिँड्न सकिन्न भने अब ठक्क अब बाहिर त निक्ल्यो। अब यहाँबाट जान त पर्यो होइन, आफ्नो घरसम्म त पुग्न पर्यो। त्यसपछि यहाँबाट पनि फेरि अब तल जानु पर्यो नि त। अब अहिले त हामी त रेल चढ्ने ठाउँमा माथि पैसा बुझाउने ठाउँमा छौँ। अब ट्याक्क हिँड्दै अन्तिमतिर अब घरतिर आउने ठाउँमा अब हामी हिँड्न सकिन्न भनेर हामी फेरि टक्क लिफ्ट चढ्ने ठाउँमा गएर यसो उम्ब्यौँ। आउलाने भने कुरियो आउँदैन, आउलाने भने कुरियो आउँदैन। गर्दा माथि आउनु त थालेछ, आइ त रहेछ। ल ठ्याक्क लिफ्ट पनि आइपुग्यो 2 नम्बरमा। त्यसपछि टक्क खोलियो, मान्छे त्यहाँ भएका मान्छे झरे, हामी 2टा मात्रै चढ्यो। त्यसपछि फेरि पछि कोरियन दाइहरू पनि आउनुभयो क्या। त्यसपछि मैले फेरि राम्रोसँग भिडियो बनाएन। अनि त्यसपछि टक्क अब यहाँबाट चाहिँ हामी आफ्नै गाडीमा जानुपर्छ भनेर अब हामी चाहिँ रेलवे स्टेसनबाट बाहिर निक्लिसक्यो। यस्तो छ। अब यहाँबाट चाहिँ हामी आफ्नै गाडी चढेर 10-15 मिनटमा काम गर्ने ठाउँमा आफ्नो रुममा पुग्छौँ। आजको दिनभरिको कार्यक्रम यही हो हाम्रो भन्ने कुरा छ हाम्रो होइन गाइज। हाम्रो फेरि अब पुरा 4 खुट्टे छैन, 2 खुट्टे छ। 2 खुट्टे चढेर टक्क जाने आफ्नो घरमा। ल सबैजनालाई धेरै धन्यवाद यति लामो भिडियो हेरिदिनु भयो। सबैजनाले भिडियोलाई सब्सक्राइब पनि गरिदिनु होला मेरो च्यानललाई है, सेयर लाइक पनि गरिदिनु होला, हेरिदिनु होला। धन्यवाद।